हेलो एभ्रीबडी, वेलकम टु नेप्से दरबार। सधैँ चाहिँ भिडियो लिएर आउने क्रममा आज पनि मैले तपाईहरुलाई 1 करोड 6 लाख किता हकपट सेयर ल्याउँदै सन नेपाल लाइफ इन्स्योरेन्सको विषयमा थप जानकारी गराउनेछु। आउनुहोस् ढिलो नगरिकन भिडियोलाई अगाडि बढाउँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको 27% हकपट सेयर निष्कासन गर्दैछ। कम्पनीले आगामी वैशाख 30 गतेदेखि जेठ 19 गतेसम्म शेयरधनीहरूसँग आवेदन खुल्ला गर्ने भएको छ। यस प्रस्तावित हकपट निष्कासनपछि कम्पनीको पुँजी अझै सुदृढ हुने अपेक्षा गरिएको छ। हकपट सेयर निष्कासन कुन अनुपातमा हुँदैछ? सन नेपाल इन्स्योरेन्सले 1:0.27 को अनुपातमा हकपट सेयर निष्कासन गर्नेछ। अर्थात् हाल कायम 1 किता सेयर भएका शेयरधनीले थप 0.27 किता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल 1,60,96,320 किता हकपट सेयर निष्कासन गर्नेछ, जसको कुल अंकित मूल्य 1,06,96,32,000 रुपियाँ हुनेछ। बुक क्लोज कहिले गरिएको थियो? यस हकपट सेयरका लागि कम्पनीले वैशाख 5 गते बुक क्लोज गरेको छ। त्यस अन्तर्गत वैशाख 4 गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू आवेदन दिन योग्य हुनेछन्। आवेदन कहाँबाट गर्न सकिन्छ? शेयरधनीहरूले आवेदन नेपाल एसबीआई मर्चेन्ट बैंक लिमिटेड बिक्री प्रबन्धक, सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू साथै सियासबा सेवा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत गर्न सक्नेछ। आवेदन प्रक्रिया सियासबा प्रणाली मार्फत सहज रूपमा गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको हकपटको रेटिङ कस्तो छ? केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी बीबी युजर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै वहन गर्ने औसत क्षमता भएको देखाउँदछ। हकपटपछि चुक्ता पुँजी कति पुग्नेछ? हाल कम्पनीको चुक्ता पुँजी 3,96,16,00,000 रुपियाँ रहेको छ। हकपट सेयर निष्कासन र बाँडफाँड पश्चात कम्पनीको कुल चुक्ता पुँजी 5,03,12,32,000 रुपियाँ पुग्नेछ। थ्याङ्क यू, किप वाचिङ नेप्से दरबार।